जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चरम अवस्थामा छ। पछिल्लो घटनाक्रमसँगै दुवै पक्षबाट भएका निर्णयहरूले यी देशहरू युद्धको सङ्घारमा उभिएको विश्लेषण गर्न थालिएको छ। आक्रमणको भोलिपल्टै भारतले कूटनीतिक मिशन छोट्याउने, सीमा बन्द गर्ने र सिन्धु जल सन्धिलाई स्थगित गर्ने घोषणा गरेको छ। सिन्धु जल सम्झौताको खारेजीलाई धेरै कठोर कारवाही मानिएको छ। 1960 मा भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौता भएको थियो। सम्झौता भएता भारत र पाकिस्तानबीच 3वटा ठूला युद्ध भए। 1965 को भारत पाकिस्तान युद्ध, 1971 मा बंगलादेशको स्वतन्त्रताका लागि विद्रोह हुँदा भएको भारत पाकिस्तान युद्ध र 1979 को कारगिल युद्ध यी देशबीच भएका ठूला युद्ध हुन्। यी युद्धको बेला पनि सिन्धु जल सम्झौता निलम्बन गरिएको थिएन। तर अहिले भारतले सम्झौता निलम्बन गर्ने घोषणा गरेको छ। अर्कोतर्फ पाकिस्तानले पनि यसको जवाफमा कारबाहीको घोषणा गरेको छ। इस्लामाबादमा भएको राष्ट्रिय सुरक्षा परिषदको बैठकले सिन्धु जल सम्झौता अन्तर्गत पाकिस्तानमा बग्ने पानीलाई भारले रोक्ने वा मोड्ने प्रयास गरेमा यसलाई युद्धको कारबाही मान्ने घोषणा गरेको छ।